दर्शकवृन्द नमस्कार, यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म सम्पदा लिम्बुको र आज चाहिँ यहाँहरू समक्ष एउटा महत्त्वपूर्ण इतिहास लिएर आएकी छु। 19औं शताब्दीको सुरुवाततिर पृथ्वीनारायण शाह आफ्नो साम्राज्य विस्तार गर्ने क्रममा थिए। साम्राज्य विस्तार गर्ने क्रममा गोर्खा सैनिक पूर्वको अरुण नदीको सिमानामा पुगे। हाल नेपालको प्रदेश नम्बर 1 को अरुण पूर्व 9 जिल्लाको अधिकांश भूभागमा पुग्दा त्यहाँ 10 याक्थुङ लिम्बू अपुङ्गी राजाहरूले राज्य गरिरहेका थिए। उक्त भूभागको सम्पूर्ण अधिकार पनि लिम्बू राजाहरूमा नै समाहित थियो। अरुण पूर्वको सम्पूर्ण भूभागलाई पल्लो किरात पनि भनिन्थ्यो भने त्यसै समयबाट त्यो क्षेत्र लिम्बुवान भन्न थालियो। पृथ्वीनारायण शाह अर्थात् गोर्खा सेनाहरूले लिम्बुवानमा आक्रमण गर्न थाले तर सफल हुन सकेनन्। कठिन युद्ध र जालझेल गरेर दुई लिम्बू राज्यहरूलाई भने गोर्खा सेनाले जित्न सफल भए। ती दुई राज्यहरू थिए विजयपुर हालको धरान र चैनपुर हाल सङ्खुवासभा। विजयपुरमा वार्ताको लागि बोलाएर बुद्धिकर्ण रायलाई मारिएको थियो भने चैनपुरमा लडेको सभादोबान युद्धमा गोर्खा सैनिकहरूले धेरै लडाईँ हारेपछि सभादोबान युद्धमा गोर्खाको सेनापति र लिम्बुवानको काङसोरे एक जना लड्ने सहमति भएको थियो, जसले जिते पनि लडाईँ समाप्त र निर्णायक हुने कुरा थियो। गोर्खाबाट सेनापति रघुवीर राणा मगर र चैनपुरबाट लिम्बू सेनापति वा काङसोरे सुनुहाङ लडेका थिए। उक्त लडाईँमा काङसोरे विजयी भए, रघुवीर मरेका थिए। तर गोर्खा सेनाहरूले जालसाजी र कायरतापूर्वक लुकाएको हात हतियार झिकेर निहत्या लिम्बू सेनाहरूलाई पनि हमला गरे। गोर्खा सेनाहरू वा पृथ्वीनारायण शाहको कुनै पनि शस्त्रले लिम्बुवानमाथि विजय पाउन असम्भव जस्तै देखिएपछि पृथ्वीनारायण शाहले 10 लिम्बू राजाहरूसँग सम्वत 1814 र 1831 मा सम्झौता गर्ने निधो गरे। 6 लिम्बू राजा वा हाङहरूले पृथ्वीनारायण शाह वा नेपालसँग सम्झौता गरे। उक्त सम्झौताको लालमोहर ताम्रपत्र अझै पनि सुरक्षित रहेको छ। 4 लिम्बू राजाहरूले सम्झौता गरेनन् र गोर्खा सैनिकहरूसँग युद्ध गरि नै रहे। युद्ध गर्ने लिम्बूहरू मध्येका एक राजा हुन् हाङ हिलिहाङ योङहाङ। पृथ्वीनारायण शाहको विरुद्धको लडाईँहरूमा नेतृत्व गर्ने हाङ हिलिहाङ योङहाङको जन्म सम्वत 1783 मा याङवर यकको राजपरिवारमा बाबु हाङ बाबुन हाङ र आमा फुङ हाङ माको कोखबाट भएको थियो भने सम्वत 1814 सालमा 31 वर्षको उमेरमा राज्याभिषेक गरी राजपाट सम्हालेका थिए। हिलिहाङ र शाह बीच 17 पटक युद्ध भयो र 17 पटक नै हाङ हिलिहाङले पृथ्वीनारायण शाहलाई जित्न सफल भएका थिए। त्यसैले उनलाई 17 जिते पनि भन्ने गरिन्छ। उनी हाङ हिलिहाङको सम्झनामा याङवर यक हाल पान्थर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर 4 मा उति बेला तिब्बतबाट कालीगढ ल्याई चाइनिज इटाको विशाल दरबार बनाएका थिए। हाल संरक्षणको अभावले जीर्ण बनेको पुरानो हिलिहाङ दरबार क्षेत्रको आसपासमा अहिले हिलिहाङ दरबार 10 करोडको लगानीमा निर्माण भइरहेको छ। हाङ हिलिहाङको सेना तिलिङ्गाहरूले परेड खेल्ने चाहुरलाई विशाल मैदान बनाइएको छ। हिलिहाङ दरबारमा सांस्कृतिक र धार्मिक अतिक्रमण भएको भने देख्न सकिन्छ। हिलिहाङ दरबार छेउमा मन्दिर पनि बनिरहेको छ, जबकि हिलिहाङ वा लिम्बूहरूको धार्मिक स्थललाई माङहिङ भनिन्छ भने माङहिङको स्वरूप मन्दिरभन्दा फरक हुने गर्छ। हाङ हिलिहाङ एक कुशल राजा थिए, योद्धा थिए र योङहाङ लिम्बूहरू नै पृथ्वीनारायण शाहसँग युद्ध गरेका थिए। यसमा कुनै विमति रहेन। तर विज्ञ र इतिहासकारहरू उक्त समयमा हाङ हिलिहाङ नभई अरू नै योङहाङ राजा हुनुपर्ने तर्क गर्दछन्। तर पृथ्वीनारायण शाहसँग युद्ध गर्ने राजा हिलिहाङ नै थिए भन्ने पुष्टि योङहाङहरू यसरी भने गर्छन्। पृथ्वीनारायण शाह र लिम्बुवान बीच भएको सम्झौता ताम्रपत्र अधिकार साथै शाहले लिम्बुवानवासीलाई दिएको बाचाको बारेमा लिम्बुवानवासीहरूले पटक पटक राजा महेन्द्रलाई कुरा राखेका थिए। यस विषयमा राजा महेन्द्रबाट लिम्बुवानको सम्झौताबारे विचार गरिरहेको छु भन्ने
अभिव्यक्ति आएको थियो, तर उनको चाँडै मृत्यु भयो। त्यस्तै गरी लिम्बुवानवासीहरूले राजा वीरेन्द्र र ज्ञानेन्द्रलाई यही सम्झौताको बारेमा कुरा राखेका थिए, तर राजा वीरेन्द्र र ज्ञानेन्द्रले पनि 1814 र 1831 को लिम्बुवान सम्झौतालाई वास्ता गरेनन्। त्यसैले आज पनि लिम्बुवानवासीका अग्रजहरू शाहवंश विनाश हुनुमा लिम्बुवानसँग गरेको सम्झौता बाचा पालना नगर्नाले त्यस सम्झौता बाचा अनुसार नै शाहवंश विनाश भएको भन्ने कुरा गर्छन्।